भन्नुभएको थियो याद छ आज साँच्चै सही टाइममा तपाईँले सोध्नुभयो यो मूर्ति यो माताको मूर्ति मैले भने नि अस्ति पनि यो माताको मूर्ति चाहिँ हामीले दानाबारीमा विराजमान गराउन खोज्दाखेरि एमालेका कार्यकर्ता केपी ओलीको माथि महेश बस्नेतको निर्देशनमा रोकेको। त्यस पछाडि मैले यो मूर्ति चाहिँ त्यहाँ नपठाएर यहाँ मैले विराजमान गराएँ मातालाई। अनि मैले यो मूर्ति विराजमान गराउँदै गर्दा भनेको थिएँ साँच्चै दुर्गा मातामा शक्ति छ भने एमालेको साफै हुन्छ, केपी ओलीको सर्वनाशै हुन्छ। एमाले भन्ने पार्टी नै सकिन्छ भनेर मैले भनेको थियो। के भनेको थियो भने मैले 1 वर्षभित्रमा आएँ माता भनेको थियो, माता यहीँ हुनुहुन्छ है, म यहीँ छु अहिले। त्यो भनेको आज ट्याक्कै पुग्यो झन्डै 2 वर्षमा। एमाले मात्र हैन कांग्रेस पनि त सकिएन। कांग्रेस पनि सकियो र मेरो अन्तिम इच्छा पनि एउटा छ। यो माताको मैले विराजमान गराउँदै गर्दा मैले माताहरूलाई 7-8 ठाउँमा विराजमान गराएँ। जस्तो राजेन्द्र लिङ्गदेन दाईको क्षेत्रमा पनि गराएँ। यो विराउँदै गर्दाखेरि मैले के भन्छ नि, मैले यो लड्दा लड्दै मेरो मृत्यु भयो, मलाई मारे भनी मैले मेरो छोरा बुहारी दिदीहरू मेरो श्रीमतीहरूलाई के भनेको छु भने मेरो लास चाहिँ 1 दिनको लागि भए पनि यहाँ ल्याएर सुताएर भोलिपल्ट मात्रै लानु है माइमा भनेर भनेको छु। म त्यसरी त्याग गरेर हिँडेको मान्छे हुँ नेपाल र नेपालीको लागि। अब मैले मेची अञ्चलमा गर्नुपर्ने केही पनि छैन, कुरो बुझ्नु भएन। अब यहाँबाट जसले भोट जित्यो त्यो इन्दिरा दिदी मेरो क्लासमेट पनि हुन्। अब यसपालि भोट जित्नुभयो जानुभयो होइन। यसपालिको हावाहुरी जम्मेलाई मैले त चुनावमा भाग नल्याऊ भनेको। र म एउटा कुरा के भन्छु भने मैले यो गरिबहरूको जुन लघुवित्त पीडित सहकारी पीडितहरूको लागि मैले हिन्दू धर्मको लागि खास गरेर किराँत बौद्ध हिन्दू धर्मको लागि मैले सुशीला कार्की जो प्रधानमन्त्री हुनुहुन्छ उहाँलाई पनि मैले दुर्गाको मूर्ति ढोकाएको छु। उहाँले जुन हिसाब किताबले खेलवाड गर्नुभएको छ नि, उहाँको सन्तानलाई सायद पिरल छ होला जस्तो लाग्छ मलाई। किनभने केपी ओलीको त्यो अन्त्य भएको छ भने उहाँको परिवारलाई पनि नि हेर्दै जानु होला तपाईँहरूले होइन। किनभने जिस्काउने मजाक गर्ने काम भएको छ। त्यसले गर्दाखेरि मातामा शक्ति छ, माता हुनुहुन्छ। म माताको भक्त हुँ। मैले अघि पनि भनिहालेँ एयरपोर्टमा तपाईँहरूलाई। अब मैले भन्ने केही छैन। म अब आनन्दले एक महिना छुट्टी बनाउन आएको। 1 महिनासम्म लडेँ, जेल बसेँ। मैले सबैलाई चुनावमा नजाऊ न साथी हो, पहिला संविधान संशोधन गरौँ। जनताको सर्वोच्चता बोकेको सर्वोच्च अदालत, जनताको प्रशासनिक केन्द्र, त्यो पनि विश्व सम्पदा सूचीमा पसेको राणाकालीन सिंहदरबार होइन, जनताको कानुन बनाउने संसद भवन, देशभरिका चाहिँ नि जनताको सुरक्षा गरेर हिँड्ने पुलिसका हतियार लुटिए, बच्चा पनि मारिए। बच्चा मार्न उक्साउनेलाई चाहिँ आज कारबाही हुन्छ कि हुँदैन? पुलिसलाई मात्रै कारबाही हुन्छ? पुलिसलाई मात्रै कारबाही गर्ने? त्यो हाम्रो चन्द्र कुबेर खापुङले के गल्ती गरेको छ? उसलाई मात्रै कारबाही हुने पुलिसलाई? अनि पुलिसले जागिर गर्छन्। त्यही भएर पुलिसलाई यदि कारबाही भयो, यो कार्की आयोगको जुन प्रतिवेदन छ नि, यो प्रतिवेदनले जो योजनाबद्ध हामीले भिडियोमा देखाएको छ नि, उसले निश्चल खरेलले नै भनेको छ नि, तपाईँले चाहिँ नि भित्र कोठामा बसेर चाहिँ जुन डिजाइन गरिदिनु भयो, जुन लिड गरिदिनु भयो, थ्याङ्क यू बालेन, यो जेएनजी आन्दोलन सफल बनाउनलाई भन्नुभएको छ। गणेश कार्कीहरूले त गएर आगै लगाएका छन्, तोसीमा कार्कीहरूले आगै लगाएका छन्। यी सबैलाई कानुनको दायरामा ल्याइएन भने सिंहदरबार र सर्वोच्च अदालतले न्याय पाएन भने नि यी माताको अगाडि म उभिएर भनेको छु, म छोड्नेवाला छैन। धेरै भए मलाई मार्ने हो। र हामीसँग भएको 12 बुँदे सम्झौता एउटा लागू गर्नुपर्छ। र मैले हिजो पनि अघि पनि भनेको छ, एसपिपी पास गर्ने चेष्टा मात्रै गरियो भनेदेखि नि, अमेरिकन सेना यहाँ ल्याउने चेष्टा मात्रै गरियो भने नि त्योभन्दा ठुलो दुर्घटना केही पनि हुँदैन। त्योभन्दा ठुलो यो कुरा बुझ्नु। किनभने नेपाल हाम्रो हो। नेपालमा मेरो पनि फेरि एउटा कुरो के छ भने मेरो देशसँग एउटा लिगेसी छ। मेरो जिजु स्वर्गीय रामचन्द्र प्रसाईले राजा पृथ्वीनारायण शाहलाई, बडा महाराज धीराज पृथ्वीनारायण शाहलाई 1825मा 2500 रुपियाँ पैसा दिएको यो देश बनाउनलाई। म त्यसको सन्तान पनि भएको नाताले म के भन्न चाहन्छु भने भ्रष्टलाई कारबाही गर्नुपर्छ। 23 गतेको घटना घटाउनेलाई पनि कारबाही गर्नुपर्छ। 24 गतेको घटना घटाउनेलाई पनि कारबाही गर्नुपर्छ। तर यो योजना बनाउने छन् नि, जुन डिस्कट चलाउने, यो डिस्कट चलाउनेमा त यो गौरीबहादुर कार्की आफै पनि छन् नि। अघिल्लो दिनसम्म के भनेको छ 23 र 24मा यिनीहरूलाई छोड्नु हुँदैन, यिनीहरूलाई ठोक्नुपर्छ भनेर त यो आयोगका गौरीबहादुर कार्कीले नै भनेका छन्, कमेन्ट गरेका छन् सोसियल मिडियामा। भनेपछि यिनलाई कारबाही हुँदैन। त्यसले गर्दाखेरि
हुनुपर्छ, केपी ओलीलाई कारबाही हुनुपर्छ, रमेश लेखकलाई कारबाही हुनुपर्छ होइन। नभए जेएनजीले न्याय पाउँदैनन्। तर त्योसँगै यो योजना बनाउने योजनाकारलाई पनि हुनुपर्छ। नभए 17,000 मान्छे मरेर गयो त आज के भयो? केही भयो? कुन के भयो त? हो कि होइन? जनयुद्धमा 17,000 मान्छे मरेर गए, खोइ के भयो त? कुन चाहिँले न्याय पाए? आज जेएनजी भनेको छ 2500 मान्छे त घाइते छन्। घाइते तिनको कुरा कसले उठायो? पुलिसको विषयमा कसले कुरा उठायो? पुलिसका परिवार छैनन्, पुलिसले कुटै खाएनन्। त्यसले गर्दाखेरि अहिलेको अब हुने प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा फ्री भन्नुभएको छ, तपाईँले बिमाको पैसा पाउनुभयो? हामीले बिमाको पैसा यो बिमा गरे, अहिले बिमा यहाँ बिमाको मान्छे छन्, हामीले 50 करोडभन्दा बढी पाउन बाँकी छ। अनि उहाँहरू स्वास्थ्य फ्री, शिक्षा फ्री, अनि यहाँ बिमा गर्ने मान्छे 3500 तिरेर आएर हाम्रो यो गर त्यो गर भनेर हामीलाई नै अप्काउँछन्। हेर्नु न, यहाँ हामीलाई नै माफिया भन्छन्। 50 करोड रुपियाँ पैसा पाउन बाँकी छ, अनि पाउनै बाँकी छ नि। 1 वर्ष कति 9 महिनादेखि पैसा पाएको छैन। 9 महिनादेखि भनेपछि हामीले कसरी दबाई दियौँ होला, हामीले कसरी डक्टरलाई तलब खुवाउँदैछौँ होइन। हामीले यो कुरा त आवाज उठाउनु पऱ्यो नि त जनताहरूले। भोलि यो अनि उनीहरू स्वास्थ्य र शिक्षा फ्री भनेर भन्दैछन् नि। म एउटा कुरो के भन्छु भने उहाँहरूलाई म यो हस्पिटल दिन्छु, चलाउ न, फ्रीमा दिन्छु, चलाउ। चलाउ देखाएर म दिन्छु। मैले यहाँ सबैको अगाडि बोलेको, यत्रो झापालीको अगाडि बोलेको, आऊ म दिन्छु। सुनिल शर्माले पनि दिन्छ नोबेल मेडिकल कलेज, म भन्छु दिन्छन् उनले। लैजाऊ, चलाऊ, विद्यार्थी पढाऊ, हामीले बनाइहाल्यौँ, हाम्रो नाम आइहाल्यो। हो कि होइन? जसले बनाए पनि हो कि होइन? उपचार गर्ने हो, त्यो गर्ने हो। त्यसले गर्दाखेरि के हो भन्दाखेरि मुखले फ्री गर्छु, त्यो गर्छु, स्वास्थ्य र शिक्षा किन्न सक्ने चाहिँ बनाऊ न, मान्छेलाई, गरिबलाई धनी बनाऊ। त्यो हो नि त, स्वास्थ्य र शिक्षा फ्री, स्वास्थ्य र शिक्षा फ्री भनेर जहिले बाँड्ने, अनि त्यहाँबाट चाहिँ नि दिने। हामी के मागी खानेको सन्तान हो? स्वास्थ्य र शिक्षा फ्री होइन, किन्न सक्ने त्यो हैसियतको नेपाली बनाऊ भन्ने मान्छे म हो। त्यसले गर्दाखेरि यदि उहाँ प्रधानमन्त्री भएपछि उहाँलाई चाहियो भने मसँग आउनु, लानु हस्पिटल, म फ्रीमा दिन्छु। मलाई त्यो टाउको दुखाइ छैन, लानु, फ्री गराउनु, फ्री गराउनु। दिनको यहाँ लगभग 80 लाख जति खर्च छ, दिनको खर्च छ नि, उनीहरूले बिहोर्नु, चलाउनु। जनतालाई फ्री बनाउनु नि भइगयो त। फ्री गर्नेले गर्नु। म त के भन्छु, स्वास्थ्य र शिक्षा मात्रै होइन, घर पनि एक एकवटा फ्री दिउँ, एक एकवटा गाडी दिउँ, हो कि होइन? दिउँ। तर त्यति भने जस्तो सजिलो छैन। राज्यसँग 1 रुपियाँ पैसा छैन भाइ। हामीले बिमाको पैसा 50 करोड मैले पाएको छैन भनेपछि अरू सुनिल शर्माहरूको त्यति नै छ, विराटको त्यति छ, 17 अर्ब छ नेपालभरिको बिमाको यो दबाई गरेको पैसा पाएका छैनन्। हामीले त खपेर पो बसेको छ त। जेएनजी आन्दोलनको बेला पनि तपाईँले घाइतेहरूलाई सहयोग गरिदिनु भयो होइन? जेएनजी आन्दोलनको बेलामा मैले 4 करोडभन्दा बढीको चाहिँ उपचार फ्री गरेँ घाइतेहरूलाई। खोइ हाम्रो नाम आयो, यहाँ नाम लिन्छन् मान्छे। सुनिल शर्मालाई त्यत्रो धोका दिए मान्छेले, बिचरा 100वटा एम्बुलेन्स बाँडे ती मान्छेले, सबैलाई फ्री गर्यो। आज तिनै जनताले तिनलाई घोप्टो पारेर लात्ताले हाने। अनि यो गुण गर्ने दिन होइन त त्यो। एउटा बाघ र उसको कथा छ क्या, मान्छेको कथा। बाघ खोरमा रहेछ अरे, खोरमा थुनिएछ अरे, निकालिदिउँ न भनेर भन्छ अरे बाघले मान्छेलाई। अनि होइन म त निकाल्दिनँ, तँ निक्लेपछि खाइहाल्छस् भनेर भन्दाखेरि होइन, खान्न भन्यो अरे। भरे गएर निकालिदिएपछि फेरि झ्याप्प समायो अरे क्या बाघले। अनि त्यहाँबाट तैँले अघि त्यो भने होइन, त्यसरी चाहिँ खान्न भने होइन भन्दाखेरि बाघले के भन्यो भने गुणले गुल्ला खान्छ, तँलाई म खान्छु भन्यो अरे क्या। भनेपछि यस्ता नेपाली भएको ठाउँमा हेर्दा हेर्नुहोस् त, यही धरतीले जन्मायो होइन। पुलिसको इन्सपेक्टर, डिएसपी, एसपी, एसएसपी, डिआइजी, एआइजी, आइजिपी बनायो, मेडल लगायो। आर्मीको, सेनाको जर्नेल बनायो, कर्नेल बनायो, लेफ्टिनेन्ट बनायो, सेना प्रमुख बनायो, मेडल झुन्ड्याउन लगायो। आज सबैजना मिलेर देश विदेशीलाई दिए चुनाव गराएर। अब एसपीबी पास गरेर नेपालमा के आउँदैछ? विदेशी सेना आउँदैछन्। विदेशी सेना जहाँ बस्यो नि, कतार, दुबई, आज साउदीको हालत छ नि, मिडल इस्टमा छ नि, त्यो रोग अब नेपालमा सर्दैछ। यो कुरा नेपाली जनताले बुझुन्। यो कुरा त्यही हो। अन्तिममा धेरै लामो समयपछि झापा आउनु भएको छ। चुनाव सकिए लगत्तै तपाईँले फेरि झापामा विशाल र्याली पनि गर्नुभएको छ। यो र्यालीको सन्देश चाहिँ के हो? अनि यो र्याली त यस्तो भयो, मलाई आम नागरिकहरूले जहिले मैले नागरिकका मुद्दा उठाएको छु, मेरो पर्सनल मुद्दा होइन नि त। लघुवित्त 20 लाखभन्दा मुनिको ऋण मेरो होइन,
20 लाखभन्दा माथि होइन कालो सूची मेरो होइन, म कालो सूचीमा छैन। मेची अञ्चलको सबैभन्दा राम्रो व्यापारीमा पर्छु। 1 रुपियाँ पैसा मलाई मेरो कालो सूची पनि छैन, ब्ल्याक लिस्ट पनि छैन, केही पनि छैन, ओभरड्यू पनि छैन होइन। दुर्गा प्रसादले आफ्नो लागि भनौँ अहिले त प्रष्ट भयो नि त। 4 वर्ष यिनीहरूसँग लड्दा त मलाई 35 दिने निकाल्थ्यो होला नि, के निकाल्थ्यो होला नि, सकेनन् नि। त्यसले गर्दाखेरि मेरो यो मागै होइन, आम पब्लिकहरूको, आम नागरिकको माग हो यो। घर जग्गा जीवन लिलाम नगरिदेऊ बाबा, जानेर नजानेर ऋण लिइहाले तिनलाई तिर्ने मौका देऊ न 20-25 वर्षको। उनीहरूको घर जग्गा जीवन लिलाम नगरिदेऊ, सुकुम्बासी नबनाइदेऊ भनेको हो मैले होइन। अब हिजो 16% ब्याज थियो, यहाँ कतिजनाले 16% ब्याजमा उठाएको थिए पैसा, आज त्यो लडाइँ गरेर मैले 7%मा ल्याइदिएको छ। अब यिनले चाहिँ नि भोट गरेर कसलाई हाले? धन्यवाद दाइ। ए अनि के भन्नु ल सम्पूर्णलाई के भन्नुभयो? जस्तै अब यो झापाले त बालेलाई प्रधानमन्त्री बनाएर पठाइसक्यो, उहाँलाई के छ तपाईँको सन्देश? अनि मैले उहाँलाई भने त, उहाँलाई जनताको म्यान्डेट के हो उहाँले बुझ्नु पर्यो। जनताको म्यान्डेट भनेको एमसिसी पनि होइन, एसपिपी पनि होइन, विदेशी सेना यहाँ ल्याउने पनि होइन। जनताको म्यान्डेट भनेको त्यो हो, त्यो कुरो बुझ्दा हुन्छ। किनभने नि दुर्गा प्रसाई प्रतिपक्ष त सकियो नि त, फटाइ गरेको छ। दुर्गा प्रसाईले फटाइ गरेको छैन, कति मुद्दा हाल्छौ यहाँ उभिएको छ ठिङ्ग, त्यति हो। र मलाई डराउनु पनि छैन, पिर मान्नु पनि छैन। कतिपल्ट थुन्छ थुनोस् होइन, मैले म भाग्दिनँ पनि। त्यतिखेर म भाग्नै पर्ने थियो, मलाई मार्ने योजना थियो, यो त थाहा भइहाल्यो। त्यसले गर्दाखेरि उहाँहरूले के गर्नु पर्यो भन्दाखेरि जनताका काम गरिदिउन्, देशलाई निकास दिउन्, भ्रष्टाचारको अन्त्य गरून्, सुशासन कायम गरौँ, हामीलाई गरी खान दिउन् क्या। र 12 बुँदे सहमति कार्यान्वयन गरून्, गरिबका घर जग्गा जीवन लिलाम नहुन्, कालो सूची हटोस्, व्यापारीहरूले गरी खान पाउन्। मेरो कुरा त्यही हो। त्यहाँभन्दा बाहिर गएर विदेशी सेना ल्याउन खोजिन्छ भने त्योभन्दा दुर्गति केही हुँदैन साथीहरूको। किन भन्नु न, जसले बढी हताहत गराउँदो रहेछ, आगो लगाउँदो रहेछ, त्यही प्रधानमन्त्री हुँदो रहेछ। सिकिहाले त अब जनताले सिके नि त। त्यसले गर्दाखेरि त्यो कुरो पनि बुझ्या होला। र सम्पूर्ण आज आउनुभएका साथीहरूलाई, खास गरेर झापावासीहरूलाई, म जन्मेको ठाउँ होइन, मेरो साथी यहाँ गाडिएको छ क्या, मलाई त्यो साथीको माया छ। त्यसले गर्दाखेरि म आज रेस्ट गर्न आएको, खास गरेर अब नातिहरूसँग खेल्ने हो कि होइन। त्यसले गर्दाखेरि सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई अब आज आउनुभयो, दिनभरि पर्खिनुभयो, यस्तो बेलामा पनि मलाई माया गर्नुभयो। मलाई माया गरेको भन्दा पनि नेपालीहरूले देशलाई माया गरेको रहेछ। म देश बोकेर हिँडेको, म झन्डा बोकेर हिँडेको छु, धर्म बोकेर हिँडेको। यहाँ माता साथी हुनुहुन्छ। त्यसले गर्दाखेरि सम्पूर्णलाई धन्यवाद, नमस्ते। ल यसो तपाईँ अब कतिखेर लाग्नुहुन्छ भन्नु त? ल अब एक दिन तपाईँकोमा आएर नि त्यो माछा भात खाने हो दाइ। राजवंशीहरूको के हुन्छ थाहा छ? माछा भात र घुम्ने पूजा होइन राजवंशीहरूको। ल दाजु हस् ल दाइ, ल क्याबिनमा एउटा मिटिङ ल। म मन्दिरमा जान्छु ल। दुर्गा प्रसादजी भर्खरै मात्र आफ्नो गृह जिल्ला आइसक्नु भएको छ, हस्पिटल आइसक्नु भएको छ। जसरी देख्न सकिन्छ उहाँका हस्पिटलमा काम गर्ने व्यक्तित्वहरू होइन हो। पुलिससँग झगडा गर्दा आएको देश बचाउन भनेर त्यसले किन त्यो गाडीको त्यस्तो सातो जाने गरी गर्यो होइन। दुर्गाको मूर्ति ढोक्दै हुनुहुन्छ। मलाई त त्यस्तै बानी भइसक्यो।
हाम्रो अर्जुनको ए अँ होइन हिम्मत त मैले हार्दै हार्दिनँ नि अब अहिले चाहिँ के देखेँ भने नि मैले यहाँ घोडा बेचेर चाहिँ नि बसेका मान्छे हुन्छन् नि त्यस्तो देखेँ क्या अब घोडा गइगयो बुझ्नु भएन ल सबैजनालाई धन्यवाद है साथी